आउनुहोस् आउनुहोस् फल्छ घोटे मर्छ धन भएको बुद्धि नभएको ल आउनुहोस् ल ल ल 1 को 2 2 को 4 10 को ल 10 आमा तपाईको कति हो हात ल हेर्नुस् है आफ्नो आफ्नो दाउ हेर्नुस् है ल ल ल उठाइदिनुस् पाना चाहिँ झन्डी एउटा झन्डी ल 50 को सही ल बोलो 10 को 20 ल ल ल ल ल लकी खेल आउनुहोस् 10 को 20 आउनुहोस् 50 को सही 50 को 100 हाम्रो 50 यहाँ छ भयो त नि ल है ए 50 को 100 ल्याउनु भयो त नि 50 को उहाँले 50 मात्र लाउनु भएको एक ठाउँ लाउनु भएको नि 50 को 100 ल है हिसाब गर्नुस् है तपाईको ल अनि आज 50 कहाँ गयो नि अनि त्यो एउटा मैले उहाँको साउदेर मेरो सही दिएको हैन 50 को 100 हैन ल फेरि ल राखौ ए तपाईको 50 फिर्ता है ल 50 फिर्ता ओके ल आउनु गाडी चाहिँ हुँदैन नि अलि राम्रो बाण हो ल दुई ठाउँ त मकोट 50 मकोट 50 ल यसले आदि गर्नुपर्छ क्या फेरि भरे झुकिन्छ कि मकोटमा झन्डी खाली हो 50 झन्डी र इटा हो आदि आदि खोइ दिन त्यो पैसा अरे यता बिचमा राख्दा भयो त नि ल सेन्टर राख्नु बिचमा राख्नु न मैले राखे जस्तै ल यो आदि है ल ल ल हेर्नुस् है झन्डी हाम्रो है झन्डी हाम्रो है ल झन्डी हाम्रो है ल उठाइदियो ल उठाइदियो ल झन्डी पाना दुई एकदम ल इटामा 10 आयो ल पुरै त्यो चिडीमा कति हो 50 चिडीमा 50 आयो झन्डी 50 झन्डी 50 झन्डीमा 50 हो हजुर यो चिडी अबै यो झन्डी 50 है यो झन्डी 50 है बहिनी कहाँ राख्नु ला मुकुट पो बहिनीले ल अब हाम्रो पाना र भोटे हाम्रो ए मुकुट पनि हाम्रो ल तीनटा हाम्रो उठाइदिउ उठाइदिउ हैन त ल उठाइदिउ है ल ल ल ल पाना मात्रै पाना तपाईको एकदमै सुई अरे सुई ल ल तपाईको पाना मात्रै यस्तो लभली जाल छोडेर यहाँनिर बहिनी मैले पानामा राखे भनेर चिडीमा राखिहाल्यो ल है ल है ल ल ल काटौँ ल हो ओके ल ल राम्री बहिनी ठ्याक्कै झन्डीमा राख्ने कि पानामा ल झन्डीमै हो आम्मामा यो राजाले जेमा भने त्यहीमा राख्नु थाल्यो भने त भोलि बौलाउँछ चिडी र मकुट होइन यो यहाँ होइन पाना खाली हो पाना साम्रै ल यो लभली दाउ खाली हो ल खालीमा जाली हुन्छ उठाएँ मैले ल मेरो मुकुट उठाएँ ल ल हेर्नुहोस् यो राजाले हान्दा खालीमा जाली है ल ल हेर्नुहोस् ल 150 रुपैयाँ 50 हल्ला नगर हामी जहाँ धेर त्यहाँ हेर भएको हामी दिन्छ है किन्नुहोस् ल मेरो दिहाल्दो केटा हो अलिक राम्रो खोल्नु नि हो के गोलेको यस्तो राम्रै हानेको त हौ ट्रिक्स हो भनेको छ है फेरि यहाँ पैसा सक्यो भने चाहिँ गोला खान्छ नि फेरि अनि ल कराउँदो रहेछ हौ अलि राम्रो खोल्ने ल ल ल ल कसको हो यो कसको हो यो मेरो 50 को ल ल अरू सबै हाम्रो है ल राम्रो खोल्नु है फेरि यस्तो पैसा सकिसक्यो यार अब झन् 4 निकाल्नु पर्छ ल लु राखौँ त तपाईको राम्रो राख्नु त फिर्ता ल पाना 50 झ्याप्पै 20 राख्नु भएको अस्ति हाम्रो पालामा त तिहारमा पनि माटोको दियो बल्दा भइरहेको थियो अहिले त के हो तान्द्रङ र तुङ्गुङ पैसाकै खेर मात्रै पैसा छैन पैसा यस्तैमा खेर जान्छ अनि के को छोराछोरी पढाउनु अब के गर्नु त फुफु यस्तो नगरी भएको छैन जमानाले गर्दा जमानाले भेटेको जमाना अनुसार चल्नै पर्यो त्यही त हो लामो पो रहेछ नि लामो रहेछ नि ठिक छ यसलाई मिलाएर यो गरौँ न
ल ल ल राम्रै राम्रै एकदम राम्रै राम्रै हलो केटा राखे राख राख ल जाऊ ल राख ल राख्नुहोस् ल अघि झन्डा आएको छ अहिले पनि आउँछ होला हौ झन्डा मुखकोट ल यो आधी आधी होइन सर तपाईँ कहाँ राख्नुहुन्छ झन्डी 200 झन्डी 200 तिमीले पनि झन्डीमा राखेको जालीमा पनि जाली होला फेरि ल ल भोटे खाली हो भोटे हाम्रो हो हाम्रो त भोटे मात्रै ल ल ल ल मैले उठाएँ ल ल झन्डी मुखकोट 3 लो 100 को 150 100 को 150 जहाँ धेर त्यहाँ हेरको भयो त हौ अनि कस्तो अलिक राम्रो हलाउनु पर्दैन अघिदेखि भनेको होइन मैले यस्तो हलाउने हो छिटो यता पैसा सकिसक्यो यहाँ कसरी हल्लाएको त 5,000 अनि ल्याएको पैसा सकिसक्यो राम्रै हल्लाएको त कसरी राम्रो हल्लाएको हल्लाएको पैसा हुन्थ्यो भयो भरे बादमा यहाँ हाम्रो पैसा दिइहाल्नु त यहाँ के साह्रो हाम्रो पैसा चाहिँ हुनु पर्यो है ना तिमी म दिन्छु ल तपाईँको 400 ल हुन्छ लु तिहार त यहाँ पो आयो नि जाउँ हुन्छ हुन्छ होला नि यतिले हुन्छ भइहाल्यो नि यति मात्रै ल्याउनु भएको भए पनि भइहाल्छ हालिदिउँ न अब केटाकेटीको रहर छ होइन अब अलिअलि फुल ल्याउनु पर्छ कि ठिकै छ अहिले यो सालकै फुलै फुलेको छैन के गर्ने हुन्छ ठिकै छ यो खिचखिच गरेपछि गेम उनीहरूले कहाँ भागेको त ल्याङ गरेपछि हारिँदैन यसरी कोटी फालेर हुन्छ के चाहिँ गरौँ त अनि अनि आफूले जित्छु भनेको होइन नि गेम खेल्दा खेल्दा उठेर हिँड्ने हो त यसरी कस्तो अलिकति हुन्छ नि गेम खेल्दा खेल्दा उठ्ने हो त अनि जित्छु भनेर खेलेको त हारियो त के गर्ने अनि आफूले मसँग तरिका छ भनेको होइन त गेम खेल्ने अनि किचकिच गरेपछि हारिँदैन अनि त्यति नगरेर हुन्छ त जतिखेर पनि माल पारेको गर्छ अलिकति हुन्छ नि गरेकै ल्याङ गरेकै ढुक्कसँगले खेल्नु पाए पो जितिन्छ त ढुक्कसँगले आफूसँग कला छ भनेर पो म ढुक्का भएको त मेरो 5,000 गएन पैसा होइन हौ लाउरेको ज्वाइँ भएर त 5,000 पनि 5 करोड जस्तो लाग्यो लाग्दैन सुन खानेमा सुन छ भन्दामा त्यहाँबाट गर्दाम निकाल्न मिल्छ त्यति सजिलो छ नि पैसा निकाल्नलाई कति दुःख गरेको छु मैले त्यो पैसा निकाल्नलाई होइन आफूले अघि फिक्स छु भनेको होइन त्यही भएर मैले 5,000 ल्याएको खोइ हार्यो त अनि अब भन्नु त भनेको हो नि अब आज बिहान ननुहाएर पनि होला हौ लोदर लागेको नुहाएर ननुहाएर चाहिँ होइन कि मेरो 5,000 तुरुन्त फिर्ता गरिदिने है अब यसरी हुँदैन कसरी मागेको छु भन्ने त मलाई पो थाहा छ त अब खेलमा हारजित भइहाल्छ त नि अब हार्दाखेरि के रिसाइहाल्नु अनि आफूले फिक्स छु भनिसकेपछि के गर्ने त नि यो रमाइलो गर्ने बेलामा किन बाजी राखेको के हो तपाईहरुलाई हेर्नु न सर अघि भर्खरै मैले यो गोटी खेलेको फिक्स छु भनेको तपाईलाई थाहा छ कि छैन हो कि हैन हिजो फिक्स छु बनायो नि त नि आज हारेर गोटी सोटी फालेर यसरी कुद्ने हो त मेरो 5,000 को हैन सर यो अलक्षिनाले ल्याङ गरेर हारेको हो क्या यो अलक्षिनाले गोटी खेलाइरहेको छ आएर किचकिच गरेको जब यो आएर ल्याङ गर्छ नि उठायो टोकरी हैन 3 दाउ पर्ने फेरि ल्याङ गर्छ उठायो 3 दाउ पर्ने अनि के मैले ल्याङ गरेर त्यो गोटी पल्टिएको हो म ल्याङ गरेर पल्टिएको त्यो गोटी सुन तैले नै ल्याङ गरेर लोदर लागेको बुझिस मैले ल्याङ गरेर कसरी लोदर लाग्यो तरिका छ भनेको हैन आफुले यसैले गर्दा हारेको सर अहिले आएर हेर्नु त मलाई दोष लगाउँछ मैले पैसा लगाएको हो कि हैन पैसा लगाएको हो कि हैन मैले पैसा लगाउने मान्छे अलिकति बोल्न नपर्ने सर भन्नुस् त मैले पैसा लगाएको हो नि त
पैसा लगाउने मान्छेले त बोल्नु नपाउने अनि मजाले खेल्न दिनुपर्छ ढुक्कले खेल्न दिनुपर्छ अनि पो जितिन्छ त म हल्लाउँछु भन्दा पनि नमान्ने आएर गरेको न लु तपाईहरुलाई मैले हिजै भने हैन त यसरी तास जुवा यो इलिगल काम हो इलिगल त भयो हेर्नु त यो सम्बन्धै दाजुभाइको बिग्र्यो रमाइलो गर्नु हिँडेको यो तास जुवा यो डाइस गोटी खेलेर अनि यो अहिले बिजोक भएन त हेर्नु त बिजोक उसले गर्दा भएको हो नि त चुप लाग्नु अब हैन सर यो 7 तल छिना यो मान्छेले राम्रो हल्ला गरे बिजोकै हुँदैन ह यो कस्तो गोटी कुनै सुने यो काम गरेको छैन मलाई यो गोटी र फर्दी चाहिँ लातले नहान्ने तेरो खुट्टा छुट्टा अहिले म फेरि काटेर फ्याँकिदिन्छु नि आफूले पछाड्दा हुने आफूले पछाड्दा चाहिँ हुने अरे मैले गोटी हान्दैछु नहुने एक त अलिकति सूर्य नि किन लातले हान्छु भन्छ किन लातले हान्छु धेर न्यु नखोजे त्यो बुढी कन्यालाई पर्खेको जस्तो छ होइन नि फेरि यो ज्यान थाहा छ सुन बुढी कन्या भए पनि तेरो बुढी भन्दा त राम्री छ त अब जाऊ बुढी कन्यालाई पर्खेको जस्तो हेर म चुप लाग्नु न कहाँ दाजुभाइ यसरी झगडा गरेर हुन्छ मेरो 5000 को 10000 तुरुन्तै दिएन भने नि फेरि अब यस्तै भयो त मार्दिन्छु नि फेरि जानु ए जानु उता तपाईँ केटाहरूले खत्तमै गर्ने झन्डै नखेल्नु भनेकै हो नि मैले जुवा गोटी खेलेर बिना पत्तामा बाजे 24ले गर्दाखेरि अझ बुढीले मार्छ होला पैसा मार्नु भएर बुढीले अब अनि के हो नुन खाएको कुरा जस्तो जोक्राको छौ त के भयो तिमीलाई पैसा त सबै हार्यो के रे के गरेर हार्यौ होइन त्यो 24ले गर्दा नि 24ले गर्दा 24ले चाहिँ के गरेर तिमीलाई डाइस खेल्नु भन्यो डाइसमा सबै हार्यो हन 24को कुरा सुन्ने तिमी कस्तो केटाकेटी हौ तिमी अझै सानो छौ तिमी कहिले बेबारी हुन आँटेन हौ तिमीलाई अलिकति चिन्ता छैन है झन् मैले अस्ति भनेको न त्यत्रो सम्झाएको होइन डाइस खेल्नु लगेको भनेर थाहा पाएको भए त म तिमीलाई पैसा दिने थिइनँ हैन उसले डबल हुन्छ भन्दियो साँच्चै होला भन्नु नि अनि त्यस्तो 24को कुरा पत्याउने तिमी कस्तो त डबल हुन्छ भनेर अलिकति सोच्नु पर्दैन तिम्रो दिमाग छैन तिमीलाई त के भन्नु केटाकेटी हो कि क्या तिमी त अलिकति बुझ्नुपर्छ घरको समस्या कहिले बुझ्दैन त्यतिकै बाउको गाली तिमीले कहाँ खाएको हौ र थाहा छ त तिमीलाई बाबाआमाले कस्तो गरेको छ भनेर गाउँले पनि तिमीलाई खालि घर जाई भनेर वक्क लगाइसक्यो तिमीले आफै बुझ्नु पर्ने हैन यस्तो कुराहरू सम्झदा त म आफैलाई दिक्क लागिसक्यो पैसा मारेको भए त डबलै हुन्थ्यो कि होइन मैले त्यत्रो भनेको होइन झन् साथीभाइसँग नगर्नु मलाई त थाहा थियो यो डाइस भनेर थाहा पाएको भए त म तिमीलाई पैसै दिने थिइनँ कति रिक्वेस्ट गरेर बाबाआमासँग ढोकेला जति गरेर बाउले गाली गर्दै हुनुहुन्थ्यो त्यो अवस्थामा पनि धन्दा आमाले दिएर मैले दिएको अब तिहार खर्च कसरी निकाले भन त जे होला त्यही डर तिमीले भनेको सजिलो छ नि यहाँनिर के गरेर निकाल्छ अब तिम्रो तिहार खर्च चेलीबेटी घरको टिका त लाउनु पर्यो तिमी सधैँ छैन सधैँ म भए तिमीलाई हुन्छ अब त तिमी होइन म सधैँ छु नि भने कहिले तिमीले खालि अर्काको सङ्गत गरेको छ साथीभाइले जे भन्यो त्यही मानेको छ अर्काको लैलैमा लागेको छ जसले जे भन्यो त्यही गरेको छ खाएको छ हिँडेको छ चाडपर्व आयो भन्दैमा तिमीले अति नै गर्यो क्या तिमीले अस्ति दसैँदेखिको तिमी अति भइरहेको छौ अलि हामीलाई पनि त दसैँ मनाउन त मन लाग्छ नि हो यस्तो कराएको मन लाग्छ भने त मैले त्यसरी पैसा बाउआमासँग झुकी मागेर दिएँ त्यतिकै छ सजिलो कति गाली गर्नुहुन्छ बाउले भन त तिमीलाई थाहा छ त कति गाली गर्नुहुन्छ तिमीले पनि कति गाली खाइसकेको छौ तिमीलाई मात्र गर्नु न मलाई झन् कति गर्नुहुन्छ तिमीले नदेखिकन मैले तिमीलाई सुनाउँदिनँ र पो त खै तिमीले बुझेको दिक्कै लागिसक्यो यसो सोच्नुपर्छ नि हाम्रो लागि पनि नरिसाउ न हौ म कमाएर तिरिहाल्छु नि तिम्रो तिर्यौ तिमीले कहिले तिरेको छौ र अस्तिदेखिको त्यसै भनेको छौ त जेसुकै गर म त वक्कै लागिसक्यो तिमीलाई देखेर
कस्तो तनाव बनायो यार साला यो 24ले गर्दा हो नि यार मसँग ट्रिक छ 5000 पैसा रेडी गर भन्यो 7000 पैसा ल्याएको सबै सक्यो यार अब बुढीले मार्ने भयो यार त्यही माथि पनि ससुर त्यस्तो खतरा के भनेर चाहिँ घर जाउँ यार अब साला यो 24को कुरा सुनेर यसपालिको तिहारमा नि घरको न घाटको बनायो यार कसरी घर जाउँ यार फेरि त्यस्तै छ ससुर पनि सासु त अलिअलि ज्वाइँ साहब यस्तो उस्तो भन्नुहुन्छ ससुरा र छोरी भनेको चाहिँ कस्तो खालको छ भने नि त्यही माथि पनि यो मुला 24ले गर्दाखेरि डामा डोलाई बनायो यार कसरी जाउँ यार अब घरमा एकैछिनमा 7000 पैसा पनि सक्यो यार बनायो यार कसरी तिहार मनाउने लाएर अब पैसा पनि यति नै छ भन्दै थियो छोरीले पनि के भन्ला मार्ने भयो यार कुन दशामा चाहिँ मैले यो पैसा मागेर नि त्यो 24को कुरा सुनेछु यार मैले मारेको भए त एउटा केही काम हुन्थ्यो त्यही माथि पनि सबै हार्यो यार अब के गर्नु यार घर जाउँ भने मार्छ होला नजाउँ पनि फेरि कहाँ नजाउँ हौ त्यही त छ मेरो अब जेसुकै होस् गाली गरे पनि कोटे पनि मारे पनि जाने होला नि आज चाहिँ निकै ठुलो चुनौती छ मलाई अब घर जान्छु पहिले पनि गाली खाएको यो नखाएको होइन आज अलि धेर खाला त्यही हो जेसुकै होस् लाग्छ जीवन तिमी त निराश देख्छु त आज के भयो तिमीलाई के सन्चो भएन तिमीलाई 24ले गर्दा हो नि 24ले गर्दा के गर्यो 24ले त्यो 24ले डाइस खेल्यौँ भनौँ सबै पैसा हारेर तिमीले दिएको सबै पैसा हार्यो नि ए पैसा हार पो भइगयो नि त चाडपर्वको बेलामा दसैँ तिहारमा हारेको पैसा गरादशा पनि जान्छ भन्छ तिमी चिन्ता नगर नि त होइन आएछ यो बाघको छोरीलाई के भयो एक्कासी माया देखाउँछ त अनि तिहार चाहिँ कसरी मनाउने नि शेरजी पैसा त सबै हारे त मसँग छ नि त अलिअलि तिमी चिन्ता नगर छोरी मान्छेहरू छोरा मान्छेभन्दा धेरै व्यावहारिक हुन्छ भन्थे हो रहेछ शेरजी तिमी नभएको भए त म त ड्रामा डोलाइ हुने थियो नि बिजोग हुने सम्झ है शेरजी ए रुनु चाहिँ नरौ है फेरि रुन्छ नि यो मान्छे त कोमल मनको छ रुइहाल्छ फेरि घरिघरि त तिमीले मन कोही कुरा भन्छ मनमै गाडिने कुरा भन्छ त्यही भएर नि कि रोइदियो त छोडिदेऊ तिमीलाई भोक लाग्यो होला हिँड्न जाऊँ खाना खाऊँ आऊ ल है हामी त भैलिनी खेल्नु आयौँ है सुरु गरौँ भैलिनी आयौँ आँगन बढाई बुढाई राखन हे औँसीको दिन गाई तिहारो भैलो हरियो गोबरे
पूजा पूजेको हे औँसीको दिन गाई तिहार हो भैलो हामी त्यसै आएनौ बलिराजले पठाएको हे औँसीको दिन गाई तिहार हो भैलो हामी त्यसै आएनौ बलि महाराजले पठाएको हे औँसीको दिन गाई तिहार हो भैलो घरमा दिनको घिरौला के दिन्छौ हेरौला हे औँसीको दिन गाई तिहार हो भैलो दिने भए देउसिरा नदिने भए देउबिरा हे औँसीको दिन गाई तिहार हो भैलो गाई तिहार हो भैलो छाना माथि झिरौला के दिन्छौ हेरौला हे औँसीको दिन गाई तिहार हो भैलो लक्ष्मीको आज्ञा लिनेछौ आशिष हामी दिनेछौ हे औँसीको दिन गाई तिहार हो भैलो लक्ष्मीले यो घरमा बास गरून् सारा दुःख नाश गरून् हे औँसीको दिन गाई तिहार हो भैलो यो घरमा शान्ति छाइरहोस् सुख र शान्ति भइरहोस् हे औँसीको दिन गाई तिहार हो भैलो सुन चाँदी सम्बरी भइरहोस् झिङ्गुटी हे औँसीको दिन गाई तिहार हो भैलो 24 गुणको रानी नाल भेटौँला हामी अर्को साल हे औँसीको दिन गाई तिहार हो भैलो 24 रानी नाल भेटौँला हामी अर्को साल हे औँसीको दिन गाई तिहार हो भैलो बहिनी हामी त लाग्यौँ है अब फेरि अर्को साल आउँला नमरे बाँचे दैवले साँचे अर्को साल आउँला है हस् दिदी ल बहिनीहरु आउनुहोस् है फेरि अर्को वर्ष भेटौँ है यसरी रमाइलो गर्नु दक्षिणा लु अब उठाउँ दक्षिणा उठाइसकेर 11 बजीसम्म खेलौँ अनि जाने निकै रात परिछ ल हुन्छ लु यो उता लगेर दिनु है लु घरवालीलाई दिनु ओ केटा जोस किन पर्छ आज धेरै ध्यान पर्छ हामी अब यहाँ लौरे भन्छ ओ लौरे भाइ ओ लौरे मामा के छ हौ हामी त देशी खेल्न आयौँ हौ ल अब वर्ष दिनको चाडमा कता घर हुनुहुन्छ हुनुहुन्न हौ घरमा सेवा हो सेवा ल है हामी त हजुरलाई दुःख दिन आइए ठिक छ ल भल्ला जे पर्ला पर्ला अब के गर्नु खेल्नु कि कसो चाडबाडमा खेलौँ हजुर सुरु गरौँ ल ल वारी पाखा न्याउली रुने पारी पाखा ढुकुर तिम्रो घरमा आउने मन छ कि टोक्ने कुकुर
सरक माया लगे सालका सरक माया लगे पंत मरंगे सालका सरक माया लगे पंत मरंगे आजी मां चाल काट्यो मतले पासाले आजी मां छपके चाल काट्यो मतले पासाले ए भन भयो देउसीरे है रामले भन देउसीरे है देउसीरे भन देउसीरे है देउसीरे भन देउसीरे ए वर्षमा दिनको देउसीरे चाडै चाड देउसीरे ए मनाउने पर्ने देउसीरे है मनाउने पर्ने देउसीरे ए माथिल्लो घरे देउसीरे तल्ला घरे देउसीरे अल्ला घरे देउसीरे पल्ला घरे देउसीरे जेठा महिला देउसीरे सैला कान्छा देउसीरे मिलेर हामी देउसीरे केराको थम्मा देउसीरे चार भाइ जम्मा पाँच भाइ जम्मा देउसीरे खेल्नै आगो देउसीरे टाढा टाढा देउसीरे टाढा भन्ज्याङ देउसीरे पाखा पखेरा देउसीरे लड्दै बढ्दै देउसीरे रातो माटो देउसीरे चिप्लो बाटो देउसीरे लड्दै बढ्दै देउसीरे आको हामी देउसीरे हजुरैको देउसीरे चार कुने देउसीरे आँगनीमा देउसीरे फुलै फुले देउसीरे थाकिएको देउसीरे सुन्दर बगैँचा देउसीरे भरिपूर्ण देउसीरे भएको घर देउसीरे घरै हेर्दा देउसीरे दरबार जस्तो देउसीरे हेर्दा देउसीरे टुडे खेल जस्तो देउसीरे कस्तो राम्रो देउसीरे आँगनीमा देउसीरे देउसी खेल्न देउसीरे भाग्य मिल्यो देउसीरे भाग्य मिल्यो देउसीरे अब हामी देउसीरे देउसी खेल्न देउसीरे आउँदा आउँदा देउसीरे यो बेला भयो देउसीरे यो बेला भयो देउसीरे राम्ररी भन देउसीरे बोली लोली देउसीरे भाइटिका बोली देउसीरे आएको होइनौ देउसीरे बलिराजको देउसीरे हुक्कु मैले देउसीरे हजुरैका देउसीरे आइपुग्यौं देउसीरे अब हामीले त देउसीरे धेरै गाउँ देउसीरे धेरै गाउँ देउसीरे धेरै गाउँ देउसीरे देउसी खेल्न देउसीरे भ्याउनै पर्ने देउसीरे कस्तो देउसे देउसीरे हतार गरी देउसीरे नभन्नु होला देउसीरे छिट्टै छिट्टै देउसीरे बिदा दिनु देउसीरे होला है हजुर देउसीरे होला है हजुर देउसीरे अब हामी देउसीरे अब हामी देउसीरे हजुरैको देउसीरे हजुरैको देउसीरे आँगनीबाट देउसीरे बिदा माग्न देउसीरे हामीले चाह्यौं देउसीरे दाना दक्षिणा देउसीरे दिएर पुण्य देउसीरे गर्नु होला देउसीरे गर्नु होला देउसीरे कस्ता देउसे देउसीरे नभन्नु होला देउसीरे नभन्नु होला देउसीरे यस्तै रीत देउसीरे संस्कार हाम्रो देउसीरे नेपालीको देउसीरे परम्परा देउसीरे छ है हाम्रो देउसीरे कति राम्रो देउसीरे अलिअलि यसरी खाने ठुलो होइदिउँ कति राम्रो देउसीरे हाम्रो देउसी देउसीरे टोली
अब देउसीले देउसी अब देउसीले समापन गर्दै देउसीले आशिष हामी देउसीले दिन्छौँ हजुर देउसीले ढुङ्गा छुँदा देउसीले द्रव्य हौ देउसीले माटो छुँदा देउसीले अन्याय हौ देउसीले अन्याय हौ देउसीले कोही भाइ देउसीले अमेरिकामा देउसीले कोही भाइ देउसीले लन्डनमा देउसीले ठुला ठुला देउसीले जागिरै खाने देउसीले भइरहँ देउसीले कोही भाइ देउसीले ठुलो ठुलो देउसीले कारोबार देउसीले थम्ने हुन् देउसीले छोरी चेली देउसीले छोरी चेली देउसीले राम्रा राम्रा देउसीले जागिरसँग देउसीले बिहे बारी देउसीले भइजाउन् देउसीले सुखै हुन् देउसीले शान्ति हुन् देउसीले लेखेको माने देउसीले औलेको काने देउसीले आशिष दिन देउसीले यत्तिकै जाने देउसीले यत्तिकै जाने देउसीले यत्तिकै जाने देउसीले ल है जाने हौ सक्यो है ल टिपुङ दाजु पिटौँ कसलाई पिट्नु टिपुङ होइन दक्षिण टिपुङ ए दक्षिण टिपौँ हुन्छ के हो बुढोले त अनि पैसा त नाङ्लो गरी थाल गरिराखेछ त पैसा छैन पनि त हेर त त्यहाँ ल त हजुर नगरी बाँचे दैवले साँचे आगुन साल फेरि आउला है ल है हजुर हस् त ल हस् हजुर अब धन्यवाद हजुरहरूलाई फेरि आगुन पनि यसरी रमाइलो गर्नुपर्छ है हजुरहरू ल एकदम रमाइलो हजुर बिदासँगै हालको पानी माछीले खाने ढल्को नि अनि गयो अब त्यहाँ नसके आउँदैन यो लु चाडबाडको बेला त म त यहाँ पो आएर बस्नुपर्ने भयो के छ घरमा पनि कसो छ चिन्ता लिनु पर्दैन हौ फुपू तपाईँ आएर झन् हामीलाई खुसी पो लागिरहेको छ अब घरमा बुवा आमा पनि हुनुहुन्न तपाईँ आएर गार्जेनहरू आए जस्तो भइरहेछ चिन्ता नलिनु न तै पनि नि अब यो बिरामी नभएको बेला त नभएको भए त यति लामो समयसम्म त बस्दिनँ थिएँ यो हस्पिटलमा पनि के हो रिपोर्ट पनि ढिलो न ढिलो आउने पर्यो त्यही भएर बस्नु पर्यो अब के छ कस्तो छ मलाई त अप्ठ्यारो लाग्छ नि होइन त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन फुपू आफन्त भनेकै यस्तै आपद विपदमा त हो नि अब दुख बिमार भन्ने कुराहरू बाजा बजाएर आउने कुरा भएन अनि देउसी खेल्नेहरू पनि आउँदैन रहेछ त हौ तिमीहरू नजाने देउसी खेल्नु खै मलाई त खासै जानु मन लाग्दैन हौ फुपू अब नानी जान्छ होला के अरे भदा पनि जानुहुन्छ कि भदाइलाई मात्रै पठाइरहने कुरा नगर्नु है यसो दुईजनै जानु आमा म आज देउसी भैलो खेल्न जान्छु ल को जाने हो ओ नितिका र दिदीहरूसँग जान आँटेको नातिनी यस्तो राति हुँदी नजानु है यस्तो समय खराब छ नै जान्छु कि बुझु लु जान्छौ नै भने राम्ररी यसो एकछिन खेलेर आइहाल्नु राति होस गर्नु राम्रो गर्नु राम्रोसँग खेलेर आउनु
अनि भदाईसँग पनि जानु लु अब के गर्ने हो अब खोइ दसैँ तिहारमा अब यसो गाउँको इष्टमित्रहरू पनि आउनुहुन्छ देउसी भैलो खेल्नुहुन्छ यसो घरमा त हुनु पर्यो होइन घरमा म यसो 1-1.5 घन्टा गएर आउनु नि म सल्लाह गरेर भदाईसँग भदाईलाई मात्रै पठाइरहन्छ राततिर हुँदै यतिखेर समय पनि खराब छ भरे के हो ऊ सल्लाह गरेर जानु जाऊँ लु अब छिटो गरेर हुन्छ ल भित्र जाऊँ झिलिमिली देउसुरे एकको झिलिमिली देउसुरे छानामाथि गिरौला देउसुरे एक दिन्छौ हेरौला देउसुरे आकुम देउसुरे सेलरोटी चाकुम देउसुरे भैँसी बाँध्ने किलो देउसुरे हामीलाई भयो ढिलो आउनु बित्तिकै एकछिन घटाउनु पर्दैन बजुलाई त नयाँ देखि बजु होइन म यहाँ घरको फुपू हो सेवारो फुपू सेवारो भाग्यमानी हुनु हुन्छ आकुम देउसुरे 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 यो घरलाई सम्झी देउसुरे खुट्टामा पाउजु देउसुरे नमस्ते भाउजू देउसुरे हामीलाई भयो ढिलो देउसुरे ओहो दाजु नमस्कार दाजु राम्रो भट्टाउनु एकछिन झिलिमिली देउसुरे एकको झिलिमिली होइन दाजु मलाई त साह्रो ढिलो भइसक्यो यत्रो गाउँ घुम्नु पर्ने दाजु होइन एकछिन भट्टाउनु न रमाइलो भइरहेछ कि माइला भाइ तिहारमा त हो यसरी रमाइलो गर्ने त्यही त भाउजू अरूतिर पनि रमाइलो गर्न जानुपर्ने एकछिन भट्टाउ एकछिन खुट्टामा भाउजू देउसुरे कति राम्री भाउजू देउसुरे बारीमा अदुवा देउसुरे हाम्रो साथी पदुवा देउसुरे स्टिलको चम्ची देउसुरे यो घरलाई सम्झी देउसुरे आएका हामी देउसुरे देउसी खेल्न देउसुरे होइन दाजु धेरै भइसक्यो ढिलो भइसक्यो दाजु जाउँ त दि पठाउँ भाउजू त्यो अरू सिधा चाहिँ पर्दैन भाउजू पैसा भए हुन्छ पैसा मात्र लाने हजुर आशीर्वाद दिनु परेन आशीर्वाद पर्छ यहाँनिर एउटा नातिनी मात्रै छ नाति होस् भनेर आशीर्वाद दिनुपर्छ हुन्छ बजू अहिले जाने बेलामा ल राम्रै घेरेर आशीर्वाद आकुम देउसुरे भएदेखि सेलरोटी पनि चाखुम देउसुरे हाय बन मेरा भाइ हो देउसुरे भाइ त छैनन् देउसुरे बन मेरा माइला अब हतार ओहो अरूतिर त 10-20 मात्र दिन्थे यहाँ त 120 रुपियाँ पो दिनुभयो दाजुले ल बन मेरा भाइ हो देउसुरे रम्मरी बन देउसुरे यो सल्लाउँदा देउसुरे टिनको छानो देउसुरे अर्को सल्लाउँदा देउसुरे छटै भइजास् देउसुरे मेरा भाइ हो हाम्रो बजुले देउसुरे अर्को साल देउसुरे नाति खेलाउन पाउनुहोस् देउसुरे नाति कस्तो देउसीले खेल्नु आएको माइला राम्रो के अरे आशी पनि नजारी गयो हौ बिचरा उसको आशिष यस्तै हो फुपू